फेरि चाहिँ क्लास 11 को इन्ट्रोडक्सन अफ बायोलोजी च्याप्टरबाट पार्ट 2 लिएर आएको छु, जसमा चाहिँ 11 नम्बरदेखि छ। पहिलोमा रहन्छ अर्थेनोलोजी, द स्टडी अफ बर्ड्स, यानि कि बर्ड्सको बारेमा अध्ययन गर्नुलाई के भनिन्छ, अर्थेनोलोजी। यो चाहिँ भिभिआई मोस्ट भिभिआईको रूपमा आउँछ यो पालि, मोस्ट भिभिआईमा अर्थ्योलोजी, किनकि यो चाहिँ विगत 2078 मा सोधेको कारणले गर्दा अर्थ्योलोजी तपाईँ राम्रोसँग स्टडी गर्नु। अर्कोमा त्यस्तैमा रहेको छ एन्थ्रोपोलोजी, एन्थ्रोपोलोजी जसमा एन्थ्रो शब्दको अर्थ हुन्छ ह्युमन अनि ओलोजीको अर्थ हुन्छ स्टडी, यानि कि मानिसहरूको बारेमा अध्ययन गर्छन्, जसलाई के भनिन्छ एन्थ्रोपोलोजी, द स्टडी अफ ह्युमन, द स्टडी अफ ह्युमन। दोस्रोमा रहेको छ फेरि साइकोलोजी, साइकोलोजी जसमा अध्ययन गर्छौँ हामीहरू स्टडी अफ ह्युमन बिहेभियर एन्ड मेन्टल क्वालिटिज। यसमा साइकोलोजीमा प्रायःजसो हामीहरू पढ्छौँ कि मेन्टल ब्रेन या बिहेभियर, हाम्रो बिहेभियर कस्ता छन्, कस्ता प्रकारको छन्, साइकोलोजिकल, ह्युमन साइकोलोजिकल पनि यसलाई भनिन्छन्। त अर्कोमा रहन्छ म्यामोलोजी, म्यामोलोजी द स्टडी अफ म्यामल्स, यानि कि म्यामल्स स्तनधारी जीवको बारेमा अध्ययन गर्नुलाई के भन्छ म्यामोलोजी भनिन्छन्। स्तनधारी जीवको बारेमा अध्ययन गर्नुलाई म्यामोलोजी भनिन्छन्, जसले डाइरेक्ट बच्चा जन्माएर दूध दिने गर्छन्, म्यामोलोजी अन्तर्गत पर्ने जीवहरू। त त्यही कारणले यसलाई के भनिन्छन् म्यामोलोजी, म्यामल शब्दबाट आएको छ म्यामोलोजी। त्यसपछि नेक्स्टमा रहेको छ एभोल्युसन। एभोल्युसन भन्दाखेरि यो ओरिजिन अफ लाइफ भनेर पनि योलाई चिनिन्छ, एभोल्युसनलाई ओरिजिन अफ लाइफ एन्ड डेभलपमेन्ट, यानि कि सुरुवाती फेज। एभोल्युसन द स्टडी अफ ओरिजिन एन्ड डेभलपमेन्ट अफ न्यू स्पेसिस, नयाँ प्रजातिको विकास हुनुलाई के भनिन्छ एभोल्युसन, जसमा हामीहरू एभोल्युसनमा पढ्छौँ ओरिजिन अफ लाइफ। त्यही कारणले एभोल्युसन यो अति नै आवश्यकता छन्, जुन तपाईँ कक्षा 9 मा पढेर आउनुभएको थियो। त त्यही कारणले एभोल्युसन पनि आवश्यकता छन्। त्यो पछि छ अर्कोमा एम्ब्रियोलोजी, एम्ब्रियोलोजीको अर्थ हुन्छ एम्ब्रोय, कुनै बच्चा चाहिँ एकदमै सानो जुन बेला चाहिँ विकास भइरहेछ, फर्मेसन अफ चाइल्डहुड, देन इट इज नोन एज अ एम्ब्रियोलोजी। यस्तो बेला जुन बेला चाहिँ बच्चा आमाको प्लेसेन्टामा रहन्छन्, जसबाट बच्चाको विकास भइरहेको छ, त्यही अवस्थालाई भन्छ एम्ब्रोय। यो बेलामा प्रायःजसो बच्चालाई हुनमा 52 हप्तासम्म लाग्छ। त यो एम्ब्रोयजमा हुन्छन्, जसमा एम्ब्रियोलोजी अन्तर्गत आउँछ। त्यो पछि नेक्स्टमा रहन्छन् पिसेसबाट, पिसेस क्लासमा रहेको फिस, पिसेसमा यो पिसेस ग्रुपमा पर्छन्, त्यसलाई भन्छन् इक्थियोलोजी। इक्थियोलोजीको अर्थ भयो इक्थियोलोजी, इक्थो शब्दको अर्थ फेरि यसमा आउँछ फिस, माछा, जुन चाहिँ पिसेस क्लासमा पर्छन्। यसमा ओलोजी यानि कि द स्टडी अफ पिसेस, जुन चाहिँ पिसमा रहन्छन् यो फिस। त यो पनि सोध्ने खालको छन्। नेक्स्टमा यस्तैमा रहन्छन् यो संसारमा सबभन्दा पहिला नफुल्ने वनस्पतिको रूपमा आयो थियो, त्यो फन्जाई। त यो माइकोलोजी, माइकोलोजी द स्टडी अफ फन्जाई, यानि कि फन्जाईको बारेमा अध्ययन गर्नुलाई के भन्छ माइकोलोजी। यो पनि अति आवश्यकता रहन्छन् कि वास्तविकतामा नन फ्लावरिङ प्लान्टको विकास भएको थियो सुरुमा यो पृथ्वीमा। त त्यही कारणले गर्दा यो फन्जाईको स्टडी गर्छौँ, त हामीहरू बुझ्न सक्छौँ वास्तविकतामा कसरी प्लान्टको चाहिँ फर्मेसन भएको थियो। त्यो पछि नेक्स्टमा रहन्छन् पारासाइटोलोजी, पारासाइट यानि कि डिपेन्ड फर एन अदर एनिमल्स अर्गानिजम। यो पारासाइट अन्तर्गत पर्ने जीव, यानि कि जसले अरू जानवरमा निर्भर रहन्छन्, अरूमा डिपेन्ड रहन्छन्, यस्तो जानवरलाई भन्छ पारासाइट। द स्टडी अफ पारासाइट इज नोन एज द पारासाइटोलोजी, यानि कि पारासाइटको बारेमा अध्ययन गर्नुलाई पारासाइटोलोजी भनिन्छन्। त यो पनि अति नै जरुरी रहन्छन्। त्यो पछि नेक्स्टमा रहन्छन् 20 नम्बरको क्रायोलोजी। क्रायोलोजीको अर्थ भयो यही न्युक्लियस, न्युक्लियसभित्र भएको भ्याक्युल भयो, न्युक्लियोप्लास्ट भयो,
यो सबै वास्तविकतामा कसरी विकास हुन्छन्, किन हुन्छन् विकास? अब यति पानी छ जुन शरीरमा, त यो न्युक्लियस कहाँ राख्ने गर्छन्, त त्यो कुरा हामीहरू न्युक्लियसको बारेमा स्टडी गर्छौँ, डिपली स्टडी गर्छौँ। यो बायोटेक्नोलोजीको एउटा छिट्टै ब्रान्च रहेको छ, त त्यसलाई कार्डियोलोजी भनिन्छन्। यो पनि अति आवश्यकता छन्। द स्टडी अफ न्युक्लियस यो बायोटेक्नोलोजीको एउटा ब्रान्च छन्, जुन अगाडि गएर तपाईँहरूलाई धेरैभन्दा धेरै बढी काम लाग्छन्। त्यो पछि नेक्स्टमा रहन्छन् 21 नम्बर 21 नम्बरमा रहन्छन् एकदमै सूक्ष्म जीव जसलाई हामीहरूले नाङ्गो आँखाले देख्न सक्दैनौँ। यो तपाईँ 8मा पढेको होला, नाङ्गो आँखाले देख्न नसकिने, यानि कि हाम्रो वरिपरि त रहन्छ तर अति सूक्ष्म अवस्थामा पाइन्छन् जसलाई हामीहरू आँखाले हेर्न पाइँदैन। त द स्टडी अफ माइक्रो अर्गानिजम, माइक्रो जसलाई एकदम एउटा हुन्छ म्याक्रो, एउटा हुन्छ माइक्रो। म्याक्रो शब्दको अर्थ हुन्छ ठुलो, द लार्ज साइज, एन्ड यो स्मलेस्ट साइज। त यसमा माइक्रो आउँछ। द स्टडी अफ माइक्रो अर्गानिजम, अर्गानिजमको अर्थ हुन्छन् जसमा अर्गनहरूको विकास रहन्छन्, जसमा शारीरिक अङ्गहरू रहन्छन्, त्यसलाई अर्गानिजम भनिन्छ। द स्टडी अफ माइक्रो अर्गानिजमलाई के भनिन्छन्? माइक्रोबायोलोजी। त यो पनि अति आवश्यक छन्। यो पनि के छ? यो साइन्सको एउटा ठुलो ब्रान्च माइक्रोबायोलोजी रहन्छन्, जसमा हामीहरू भाइरस, कीटाणु, ब्याक्टेरिया इत्यादि फन्जाइ पढ्दै रहन्छ। त्यो पछि नेक्स्टमा रहन्छन् बायोकेमिस्ट्री। बायोकेमिस्ट्री यसमा प्रायःजसो द स्टडी अफ केमिकल, द स्टडी अफ केमिकल यानि कि केमिकल रसायनको बारेमा अध्ययन गर्छौँ, जसलाई बायोकेमिस्ट्री भनिन्छन्। यो स्टडी अफ केमिकलमा आउँछ। त त्यसपछि नेक्स्टमा रहन्छन् हाम्रो शरीरमा चाहिँ पिट्युटरी ग्रन्थि भयो, त्यस्ता धेरै हार्मोनहरू रहन्छन्। त यी हार्मोनको बारेमा अध्ययन गर्नुलाई के भनिन्छ? इन्डोक्रिनोलोजी। इन्डोक्रिनोलोजी जसमा इन्डो शब्दको अर्थ भयो बाहिरीय त होइन भित्री त, इन्ट्राइन रहन्छ त त्यो भित्री त भयो, इन्डोको अर्थ भयो भित्री त। क्रिनियोलोजी शब्दको अर्थ हुन्छन् हार्मोन, ओलोजीको अर्थ भयो के? ओलोजीको अर्थ स्टडी। त द स्टडी अफ हार्मोन, हार्मोनको बारेमा अध्ययन गर्नुलाई के भन्छन्? इन्डोक्रिनोलोजी। यसमा हामीहरूमा चाहिँ इन्डोक्रिनोलोजी सबैमा रहन्छ। त्यो पछि प्लान्टोलोजी। प्लान्टोलोजीको अर्थ यही हुन्छन् कि संसारमा सुरुमा रकहरू थियो, जसबाट हामीहरू स्टडी गर्छौँ, रकबाट पृथ्वीको हिस्ट्री जान्नेछौँ। द स्टडी अफ अर्थ। नेक्स्टमा रहन्छ त्यो पछि छ टेक्सोकोलोजी। टेक्सोकोलोजीको अर्थ हुन्छन् अब यसमा हुन्छन् कि ओजोन लेयर छ, ओजोन लेयर जसले चाहिँ दिन प्रतिदिन एउटा ह्युमन एक्टिभिटिजबाट एउटा नेचुरल एक्टिभिटिज योबाट के भइरहेछ? हार्मफुल ग्यासेस भयो, भोल्केनो इरप्सन भयो, यस्ता थुप्रै कुराहरू इन्भाइरोमेन्टलाई दिन्छौँ हामीहरू दुईटा जना मिलेर, एउटा प्राकृतिकले एउटा मानवीय गतिविधि। यो दुईटै गतिविधिको कारणले इन्भाइरोमेन्टमा क्षति पुर्याउँछ। त त्यही क्षति पुर्याउने वास्तविकतामा कसरी जान्छौँ? जब टेक्सोकोलोजीको बारेमा स्टडी गर्छौँ। द स्टडी अफ हार्मफुल इफेक्ट्स। यो हार्मफुल इफेक्ट वास्तविकतामा ह्युमन एक्टिभिटिज एन्ड एनदर इज नेचुरल एक्टिभिटिजबाट थाहा गर्छौँ। त यो टेक्सोकोलोजीबाट हुन्छ। यसपछि छन् 26मा रहन्छ इकोलोजी। अब हामीहरू अन्त्यतिर आइसकेछौँ यसको। इकोलोजी द स्टडी अफ रिलेसन्स बिट्विन अर्गानिजम एन्ड देयर इन्भाइरोमेन्ट, यानि कि हरेक जीवमा चाहिँ आफू बाँच्नको लागि त्यो चाहिँ के गर्छ? आफ्नो कलर फेर्छ, त्यो अनुसार स्पेसिसको विकास भएको रहन्छ। त्यो वास्तविकतामा अर्गानिजमको कसरी इन्भाइरोमेन्टमा असर पुर्याउँछ, यो दुईटैको सम्बन्ध कसरी रहन्छन्, यो यसमा इकोलोजीमा अध्ययन गर्छौँ, अर्गानिजम र इन्भाइरोमेन्टको सम्बन्ध बारेमा। अब नेक्स्टमा रहन्छन् वन। वन भयो हाड, जसलाई हामीहरू हाड भन्छौँ नेपालीमा। द स्टडी अफ वन। अस्टियोलोजी। अस्टियो शब्दको अर्थ फेरि हुन्छ यसमा वन, ओलोजी यानि कि स्टडी,
त हामीहरू वनको बारेमा अध्ययन गर्छौँ। वन चाहिँ क्याल्सियम र फस्फोरसबाट मिलेर बनेको छन्। हामीलाई वन मजबुत गर्नको लागि भिटामिन डी चाहिन्छन्। त त्यो कारणले गर्दा अस्टियोलोजीको बारेमा स्टडी गर्छन्। वास्तविकतामा वन मजबुत पर्नको लागि के गर्नु पर्यो, त यसका लागि चाहिँ क्याप्सुल अन्तर्गत पनि आउँछ। नेक्स्टमा रहन्छन् एन्जियोलोजी। एन्जियोलोजी द स्टडी अफ ब्लड भेसल्स। अब ब्लड भेसल्स रक्तशिरा, जसलाई हामीहरू नेपालीमा रक्तशिरा भन्छौँ। द स्टडी अफ ब्लड भेसल्स कि वास्तविकतामा हाउ टु क्यापिलरिज वर्क, हाम्रो शरीरमा क्यापिलरी ब्लड भेसल्सहरू कस्तो काम गर्छन्, कहाँबाट रगत कहाँसम्म पुर्याउँछन्, त यसको बारेमा अध्ययन गर्नलाई के भन्छन्, एन्जियोलोजी भनिन्छन्। द स्टडी अफ ब्लड भेसल्स। नेक्स्टमा रहन्छन् 29मा रहन्छ 29मा युरियोलोजी। युरियोलोजीको अर्थ भयो द स्टडी अफ युरिन। युरिन, अब युरिनको अर्थ हुन्छ यहाँ पिसाब, जसलाई हामीहरू पिसाब भन्छौँ। यो चाहिँ करिबन 500 ml प्रत्येक मानिसमा चाहिँ हुने बित्तिकै मानिसहरू फेर्ने गर्छन्, जसमा एमोनिया भयो, युरिक एसिड भयो इत्यादि कुराहरू युरिनमा पाइन्छन्। यो वेस्ट मेटेरियल अन्तर्गत आउँछन्, जसले किडनीद्वारा चाहिँ फेर्ने काम गर्छन्। त भयो द स्टडी अफ युरिन, युरियोलोजी। त्यो पछि नेक्स्टमा आउँछन् ट्याक्सोनोमी। ट्याक्सोनोमी, यसमा हामीहरू प्रायःजसो अध्ययन यो गर्छौँ कि वास्तविकतामा कुनै नयाँ जीव प्रजातिहरू या वनस्पति पत्ता लागेपछि त्यसको नामाकरण गर्छौँ, यानि नोमेनक्लेचर। त्यो पछि त्यसको वर्गीकरण कुन क्लासमा राख्ने, ग्रुपमा राख्ने, त त्यो वर्गीकरण गर्छौँ। त्यसलाई भन्छ ट्याक्सोनोमी, द स्टडी अफ आइडेन्टिफिकेसन, नोमेनक्लेचर एन्ड क्लासिफिकेसन। यानि कि ट्याक्सोनोमीमा वास्तविकतामा अध्ययन गर्छौँ हामीहरू कि कुन प्रजातिलाई कुनमा राख्ने, क्लासिफिकेसनमा गर्ने, वर्गीकरणमा, त्यसको नामाकरण कसरी गर्ने, त त्यो भयो ट्याक्सोनोमीमा आउँछ। अब यसको लास्टमा रहेको छन् बायोफिजिक्स। इट्स द मोस्ट इम्पोर्टेन्ट, द स्टडी अफ फिजिकल प्रिन्सिपल्स अफ अर्गानिजम। यो हामीहरू जस्तै स्पेसिसहरूको लागि द स्टडी अफ फिजिकल प्रिन्सिपल, हाम्रो वरिपरि रहेका गतिविधिहरू छन् जसले हामीलाई चाहिँ फाइदा पुर्याउँछन्। जस्तोमा भयो गुरुत्व बल भयो, गुरुत्वाकर्षण बल भयो इत्यादि कुराहरू पढ्छौँ, जुन चाहिँ फिजिकल प्रिन्सिपल अफ अर्गानिजम। ल, यति भन्दैमा धन्यवाद।